हेलो गुड मर्निङ गाइस। म चाहिँ सर्दी लाग्ला जस्तो भयो, घाँटी पुरा दुखिरहेछ कि यहाँ घाँटी दुख्दैछ हो, मिल्दाखेरि पनि गुटुक गुटुक भइरहेछ। सर्दी लाग्ला जस्तो भइरहेछ, ज्वरो अचानक के भयो है। मर्निङ गाइस सबैजनालाई आज फेरि अर्को भिडियो लिएर आइसकेको छु है। आँखा पनि अलिक उयो भएको जस्तो देखिरहेको होला नि, सुन्नेको जस्तो। आज चाहिँ मेरो छुट्टी हो र मेरो पनि होइन, मेरो हस्बेन्डको पनि छुट्टी है आज। हुनु त खासै केही चाहिँ गर्नु छैन र पनि अब यसो भिडियो बनाइदिएको है। धेरै दिन पनि भएको थियो नि त भिडियोहरू नहालेको, र त्यही भएर चाहिँ अब चाहिँ अलिक कन्टिन्यू गर्छु होला भनेर चाहिँ सोचेर चाहिँ भिडियो बनाएको। र के हुन्छ कस्तो हुन्छ भिडियोहरू है, आज म के गर्छु त्यही सब हाल्नेवाला छु र हेर्दै गर्नुहोस् होला है मलाई। र आज जसले लाइक गरेको छैन, सब्सक्राइब गरेको छैन मेरो च्यानललाई, जो नयाँ हो भने प्लिज मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस्। र गाइजहरू यहाँ चाहिँ मेरो पानी उम्ल्यो, यहाँ चाहिँ मैले कफी पाउडर हालेको छु है। म चाहिँ ब्ल्याक कफी खाने हो, म चाहिँ चिया खाँदिनँ है, त्यही भएर ब्ल्याक कफी। ब्ल्याक कफी छ मेरो। गरम त बाहिर खतरनाक छ र पनि के गर्नु, खानै पर्यो है। र अब कफी खाने तातो चाहिँ किन खाएको भन्दा चाहिँ मेरो घाँटी दुखिरहेको छ, मैले तपाईँलाई भनिहालेँ है। त्यही भएर तातो तातो खाइदियो भने चाहिँ घाँटी छिनै गरी खायो भने चाहिँ अलिक सन्चो हुन्छ कि भन्नु। अब चाहिँ मेरो बुढाको लागि चाहिँ म चिया बनाइदिन्छु। पहिला मेरो लागि चाहिँ कफी निकाल्छु कि कफी बनाउँछु, अन्त बुढाको लागि चिया बनाइदिन्छु। बुढा त छैन, बाहिर दोकान गइरहेछ, बट आएपछि चिया भन्छ बनाइदिनै पर्यो। त्यही भएर आज अब यस्तै छ है, छुट्टीमा यस्तै हुन्छ, ढिलो उठाइ हुन्छ अलिकति है, काम हुन्छ घरमा, रुमहरू सफा गर्नुपर्छ, यताउता सफा गर्नुपर्छ है। अन्त छुट्टीमा पनि चेन्जको सास त छैन, के गर्नु भन्नै पर्यो है। अब यो चाहिँ ब्ल्याक टी मेरो बुढाको लागि, मेरो चाहिँ कफी यहाँ छ। बाहिर चाहिँ टन टन बाहिर चाहिँ टन टन घाम लागिरहेछ। चेन्नईमा त घामै मात्रै लाग्छ यार, कहिले पानी पऱ्यो भने शीतल हुन्छ, त घाम 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 टन टन। अहिले चाहिँ म फुलमा पानी हाल्दैछु गाइजहरू है। बाहिर वाङ्गामा वाङ्गा किन वाङ्गा वाङ्गा भन्छ भने त्यहाँ सब्जी बेच्दैछ नि त, सब्जी बेच्दैछ, त्यही भएर गाइजहरू ठेलामा चाहिँ यसरी फुलमा पानी हाल्छु नि त म चाहिँ। हेर्नु खोर्सानी रोपिरहेको छु मैले, अस्तिको खोर्सानी पनि फलेन, बोटमा त्यत्रो भयो, यहाँ त केही छैन, सिबी मात्रै भइरहेको छ एउटा। प्लान्ट सानो टमाटर रोपिरहेको छु, हुँदैछ सानो सानो। म चाहिँ नुहाइदिए गरेर पनि निस्किसकेँ, मेरो बुढा चाहिँ नुहाउँदैछ है। अब चाहिँ खानासाना खाने। मेरो बुढालाई चाहिँ माछा लिनु पठाएको, माछा नै भेटेन रहेछ, अन्त चिकन नै बनाएको छु है। अब खानासाना खानुपर्छ। चिकन चाहिँ मेरो यहाँ छ, हेर्नु होला होइन, चिकन बनाएको छु। राइस कुकरमा भात छ, बाहिर टन टन घाम लागिरहेको छ। गाइस अब हामी चाहिँ एकछिन बाहिर निस्केको है, एकछिन जुडियो गएको, एकछिन जुडियो गएको, लाइट मार्नुपर्छ। बाहिर यस्तो भइरहेको छ, अन्धकार अन्धकार।
एकछिन के पाउँदै रहेछ हेरौँ न। हिँड्दै जाने आज त। गाइस हामी त्यही जाँदैछ बाटोमा। हाम्रो घरदेखिको ज्यादा टाढो छैन नि त त्यो भ्यू चाहिँ, अलिकति अगाडि नै छ। त्यही भएर हामी चाहिँ हिँड्दै जाँदैछ बाटोमा छु। बाटोमा छु हिँड्दै जाँदैछु। म र मेरो बुढा त्यहाँ फोनमा बात गर्नुहुँदैछ। त्यही भएर मैले भिडियो बनाएको देखेर एउटा अङ्कल हेर्दै गयो। बाटोमै छु, त्यही पुगेर भेट्छु ल गाइसहरू। र गाइस म चाहिँ जुडियो एन्ट्री भइसकेँ र जुडियो आइसकेँ। अहिले हेर्दैछु लुगाहरू कलेक्सनहरू यस्तोहरू रहेछ है। सो वाइट गरममा यहाँ चाहिँ खतरा गरम चाहिँ हाम्रो चेन्नई चाहिँ। यस्तो छ है। यता पनि यस्तोहरू रहेछ। एकछिनमा भेट्नेवाला छु है गाइसहरू। चेला हेर्दैछु, एकछिनमा भेट्छु, एकछिनमा देखाउँछु। किन्छु किन्दिनँ त्यो पनि देखाउँछु ल। यता चाहिँ चप्पलको सेक्सनहरू, चप्पलहरू, जुत्ता, फ्ल्याट्सहरू है। म चाहिँ दुईवटा बोकिरहेको छु। अब हेरौँ कस्तो लाग्छ। यहाँ चाहिँ बिलिङ। अप्ठ्यारो भयो मलाई क्या देखाउनु गाइस तपाईँहरू। गाइस अब म चाहिँ जाँदैछु माथिको फ्लोर है। हातभरि लुगा पक्रेर जाँदैछु माथिल्लो फ्लोर जाँदैछु। अब हेरौँ माथि के रहेछ है। माथिल्लो फ्लोरमा चाहिँ फ्रकहरू रहेछ होइन। मेरो बुढाले पनि हेर्नु हुँदैछ है माथि ल। मेन सेक्सनमा हेर्नु हुँदैछ उसले पनि। सब साइजहरू नै उडिसकेछ राम्रो राम्रो लगाएको चाहिँ। बुढाले चाहिँ मलाई बोलाएको नि त। तपाईँ ट्राई गर्यो? ट्राई गर्नुभयो? अकिल पनि आयो चाहिँ। चाहिँ मेन सेक्सन हो। नानीहरूको तल छ नि उयसहरूको बच्चाहरूको पनि तलै हो है। केटाहरूको
अघि उयो हामीले म दिन्छु पैसा उयोलाई यो फुल हापे चढ्दा नि मेरो बुढा चाहिँ बिल बनाउँदैछ र के किने कसो किने भनेर चाहिँ तपाईँलाई बादमा देखाउनेवाला छु। मेरो बुढा चाहिँ बिलिङको लाइनमा बसिरहेको छ। सक्सहरू पनि रहेछ, एसेसरिजहरू पनि रहेछ है, रबर ब्यान्डहरू भयो, क्लिप्सहरू भयो, राम्रो राम्रो छ। किन होला है होटेलको पुरै हामी चाहिँ जुडियोबाट पनि निस्किसक्यो गाइसहरू। निस्केर अब एकछिन खानाको एक चक्कर लगाउनु लागि। अब बुढीलाई अब हावा खिलाउनु परिहाल्यो। अभियसली अब तपाईँ त अहिले छिटो आउने होइन घर। अब निस्केपछि ट्रेन त अब उसले जुडियो आयो जुडियो आएपछि त ट्रेन त कहाँ चल्छ। सागको डुकु हुन्छ नि, प्याज टमाटर काटेर भुटेर सर्रै झोल हालेको चाहिँ खानु मन लागेको मलाई। गाइजहरू अहिले चाहिँ हामी एकछिन बिचको यता साइडमा आइरहेछ, तर बिच त नजाने है, तर बिच देखेर पक्का भइसक्यो। त्यहाँ मेलामा जाने के हो किन्नु त केही पनि छैन, एक राउन्ड लगाउनु मात्रै आएको। हामी खासमा त जुडियो मात्रै आएको हो, एक चक्कर घुम्नु त हावा खानु मात्रै आएको। अब सिधै घर जानु। घर गएर चाहिँ यता चाहिँ मेला लाग्छ, रोटी पिङहरू खेल्ने जग्गाहरू। मैले पहिला पनि देखाएको नि यो जग्गा त तपाईँहरूलाई, गाइजहरूलाई। यो जग्गामा चाहिँ रोटी पिङहरू खेल्छ जहिले पनि। यो जग्गा चाहिँ यस्तै। अहिले त अलिक कम्ती पो क्राउड त है बा, पहिला त पुरा क्राउड हुन्थ्यो। माछा छैन यसो रुई माछा छैन र त बुढी न त मलाई